सेकेन्ड चौरी यो कहाँको कुल्फी रे दादा? हिमाली गाईको दुधबाट बनेको हो, हिमाली प्योर हो। प्योर हिमाली गाई हो। हजुर चौरी भन्दा माथिको गाई हो, हिमाली गाई छैन भन्छ मान्छेले, देख्दैन नि। हो, राति 1 बजे 12 बजे झर्छ कि चढ्न चर्नै? मान्छे सुतेपछि झर्ने हो कि हिमालबाट झर्न के झरेर चढ्छ राति 4 घन्टा चढ्छ जम्मा हो। जम्मा 12 बजे झर्छ 4 बजेसम्म चढ्छ बिहान। यो चाहिँ पानी नपर्दा मात्रै खाने हो हजुर? हाल्छ पानी नपर्दा मात्रै खाने हो यो? पानी परेपछि त मन पोल्दैन नि त नि। हो, मन पोले बेला खाने? मात्रै हाँस्ने हो कि मन पोलेर, मन पोलेकोले खान्छ कि घाम लाग्दा। हो, घाम लाग्दा भतभत मन पोल्छ नि त, त्यसपछि खाने औषधि हो। पानी आएपछि रुइहाल्छ। हिमाली गाई फर्स्ट हो, सेकेन्ड चौरी, यतातिरको पहाडी गाई तेस्रो, चौथो गाई चाहिँ तराईको है सबभन्दा नमिठो गाई। गाई नै तातेर कस्तो भइसक्यो, दुध तातो आउँछ, कल्लो हुन्छ। त्यो भैयाहरूले बेच्छ नि, त्यो चाहिँ तराईको गाईको। भैयाहरूले मात्रै बेच्छ तराईको गाई। हिमाली गाईको बेच्ने चाहिँ म मात्रै हो। हिउँनै जमेछ नपत्ता हेर्नु त हिमाली गाईको भएर। हो, बाहिरै हिउँ परेर रहेछ जमेछ हिमाली गाईको नि त। जम्मा 4 घन्टा चढ्छ हिमाली गाई राति। हो, अनि जम्मै त्यो पालीहरू पनि खान्छ, फापर गहुँ जम्मै खान्छ। त्यो फापरहरू अनि आलुहरू खान्छ। अनि बिहान उठेर मान्छे चाहिँ मृगलाई दोष लाउँछ, आज राति मृग आएपछि जम्मै खायो भन्छ। मृगलाई दोष, हिमाली गाईले खाएको थाहा छैन।